समादरणीय दर्शक महानुभावहरू नमस्कार। म ज्योतिष पण्डित लक्ष्मीप्रसाद भण्डारी। हजुरहरू दर्शन गर्दै हुनुहुन्छ गौरव बाबु युट्युब च्यानलको मार्फतबाट दैनिक व्यावहारिक अति आवश्यकीय जानकारीमूलक भिडियोहरू र आध्यात्मिक भिडियोहरू। आजको बसाइमा भने हामी 2082 सालको शुभ दीपावलीका पावन दिनहरूमा कुन दिन कसको पूजा गर्ने भन्ने विषयवस्तु, काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, भाइ तिहार र गाई तिहारका साइतहरू समयहरू कति बेला रहेका छन् भन्ने पावन प्रसङ्गहरू, किन एकै दिन चाहिँ कुकुर तिहार र लक्ष्मी पूजा परेको हो त्यस विषयको जानकारी, गाई बिहान पुज्ने, अघिल्लो दिन बिहान पुज्ने कि भोलिपल्ट बिहान पुज्ने भन्ने पावन जानकारीहरू आजको बसाइमा हजुरहरूले प्राप्त गर्न सक्नुहुनेछ। र जति पनि नवीन दर्शकहरू आज पहिलो पटक यस च्यानलमा उपस्थित हुनुभएको छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। आफ्ना मनमा लागेका प्रतिक्रियाहरू दिन नभुल्नुहोला। लाइक, सब्स्क्राइब र सेयर गरेर अगाडि बढ्ने हौसला प्रदान गरिदिनुहोला भन्ने कामनाका साथमा आउँदै गरेको शुभ दीपावली तिहार पर्वको यहाँहरू देश प्रदेशमा रहनुहुने सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसपटक 2082 साल कार्तिक महिनाको 2 गते काग तिहार रहेको छ। त्रयोदशी तिथि कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिलाई काग तिहार भन्ने चलन छ र यसै काग तिहारका दिनमा त्रयोदशी तिथि अघिल्लो दिन 1 गते बिहान दिउँसो 1:23 गए पछाडि सुरु हुँदैछ। 1 गते शनिबार संक्रान्तिका दिनमा धनतेरस आदिका पूजा, साँझका समयमा यमको दीपदान आदिका कर्महरू रहनेछन्। त्यसै गरेर यमपञ्चक त्रयोदशी तिथिबाट सुरु भएर द्वितीयसम्मको तिथिलाई यमपञ्चक भन्ने गरिन्छ भने 2 गते आइतबार त्रयोदशी तिथि रहेको छ र काग तिहार बिहानै हजुरहरूले गर्न सक्नुहुनेछ। आफूले बनाएका भोजन मिष्टान्नहरू पर लगेर कागलाई दिएर ऐन्द्र वारुण वायव्यम यम्यम वै नरितस्तथा वायसः प्रतिगृह्णन्तु मया दत्तम बलिम त्विमं भन्ने श्लोकको उच्चारण गर्दै, अथवा जानिदैन भने हे लक्ष्मीका दूत भएका, हे यमका दूत भएका काग, हजुर आएर मैले अर्पण गरेको काग बलिलाई ग्रहण गरिदिनुहोस् है। जसरी हजुरहरूले कालो भए तापनि, रुखो बोले तापनि सत्यको पक्षमा निडर भएर उभिनुहुन्छ, त्यसै गरी मैले पनि मेरा शिरमा भएका, मेरा मस्तिष्कमा भएका, मेरा अन्तस्करण हृदयमा भएका काला कल्मसहरूलाई त्याग गर्न सकौँ भनेर कामना गर्नुपर्ने हुन्छ। त्यसै गरेर 3 गते सोमबार चतुर्दशी तिथि, 2 गते आइतबार दिउँसो 1:56 पछाडि 2 गतेको काग तिहार त्रयोदशीलाई विदा गरिसके पछाडि दिउँसो 1:56 पछाडिदेखि काग तिहार भएकै 2 गतेकै 1:56 पछाडिदेखि चतुर्दशी यानि कि नरक चतुर्दशी सुरु हुन्छ। तर हामीले बिहानै भोजन आदि गरिसकेका कारणले त्यो दिउँसो अथवा बेलुका स्वानको पूजन गर्नुको कुनै औचित्य हुँदैन भन्नका लागि 3 गते सोमबार बिहान चाहिँ हामीले नरक चतुर्दशी अथवा कुकुरको पूजन गरिन्छ। कुकुरलाई यमराजको दूत, बलिको दूत र लक्ष्मीको सेवकका रूपमा दर्शन गरिन्छ, भैरवका वाहनका रूपमा दर्शन गरिन्छ। त्यसकारणले भैरवको जस्तो कालो भैरव भएर हाम्रा जीवनमा परिआएका अनेक प्रकारका विघ्न बाधा व्यवधानहरूलाई कालो भैरवले नाश गरे जस्तै नाश गर्न सक्ने सामर्थ्य हामीमा होस्। त्यसै गरेर वफादार बन्न सकौँ, सबैलाई परहितको कार्य गर्न सकौँ भन्ने कामना र आत्मकल्याण स्वयंले गर्न सकौँ भन्ने दिव्य ज्ञान र शक्ति आज स्वानका पूजनबाट हामीले ग्रहण गर्दछौँ। सो समय चाहिँ 2082 सालको कार्तिक महिनाको 3 गते रहेको छ। अब अत्यन्त महत्त्वपूर्ण विषय, बिहान कुकुरको पूजा गर्ने, बेलुका लक्ष्मी पूजा गर्ने भनेर पात्रोमा लेखिएको छ, पञ्चाङ्गमा लेखिएको छ। अप्ठ्यारो पऱ्यो के गर्ने त भन्दाखेरि 3 गते सोमबार दिउँसो 2:59 3 बजेदेखि अमावस्या तिथि सुरु हुँदै हुनुहुन्छ, औँसी तिथि सुरु हुन्छ।
औँसी तिथि साँझमा परेका बेलामा नै लक्ष्मीको पूजा गर्नुपर्ने हो। अब आज बिहान कुकुर पुज्यो, आज नपुजौँ न त भोलि पुजौँ न त भनेर 4 गते मंगलबार हामीले लक्ष्मी पुज्दाखेरि बेलुका 4:29 औँसी सकिसकेको हुन्छ। अनि त्यस कारणले गर्दाखेरि अघिल्लै दिन 3 गते सोमबार 2:59 यानी 3 बजेसम्म चतुर्दशी तिथि, 3 बजेदेखि पछाडि बेलुका 6:07 अथवा 5:28 सूर्यास्त हुने भएका कारणले यो 5:28 गएको बेलामा औँसी लागिसकेको भएका कारणले बिहान नरक चतुर्दशीको पूजन र बेलुका लक्ष्मीको पूजन गर्नु परेको हो। यो तिथिका आधारमा त्यस्तै प्रकारका तिथिहरू चलेका कारणले गर्दाखेरि तिथिहरूको विचरण भएका कारणले गर्दाखेरि यस्ता प्रकारको। अब 4 गते मंगलबार, अब कतिपयमा के छ त भन्दा बिहान गाईको पूजा गर्ने अनि बेलुका लक्ष्मी पूजा गर्ने चलन छ। यदि हजुरहरू त्यसो गर्नुहुन्छ भने आफ्ना परापूर्व कालदेखि चलिआएका चलनहरू हुन्छन् भने हजुरले 3 गते सोमबार दिउँसो 14:59 यानी 3 बजे पछाडि गाई पुज्नु होला। व्रत चाहिँ लिनुपर्ने भयो। चतुर्दशी तिथि कटाएर औँसी सुरु भए पछाडि 4 बजे गाईलाई पुजेर बेलुका 5:30 बजेको समयमा लक्ष्मीलाई पूजा गर्न सक्नुहुन्छ। तर लक्ष्मी भगवती पहिला बलि महाराजका दरबारमा प्रविष्ट भएर त्यसको भोलिपल्ट मात्रै गाईका गौशाला आदिमा गोवर्धन आदिमा गएका कारणले गर्दाखेरि गो इन्द्रियहरूको वर्धन गराएका कारणले गर्दाखेरि साँझको समयमा गौ पूजन गरेर भोलिपल्ट 4 गते मंगलबार बिहान गाई पुज्नु चाहिँ अत्यन्त शुभ रहेको छ। अब हजुरहरू कसो गर्नुभएको छ? गाई नपुजिकन लक्ष्मी पूजा गर्नु भएको छैन भने यस्ता प्रकारले पूजन गर्नुहोला। र 4 गते मंगलबार औँसी तिथि बेलुका 4:29 सम्म रहेको छ र 5 गते प्रतिपदा तिथि लाग्ने भएका कारणले 5 गते नै गाई गोरुको पूजा, जसलाई हली तिहार पनि भन्ने चलन छ, अगाडि गाई पुजेर प्रतिपदामा चाहिँ गोरुको पूजा गर्नु, हलीको पूजा गर्नु भनेर गोरु पूजा, गोवर्धन पूजा, सबै अन्य पशु प्राणीहरूको पूजन गर्ने चलन छ गौशालामा। र हाम्रा इन्द्रियहरू, गो शब्दको अर्थ हाम्रा ज्ञानेन्द्रिय, कर्मेन्द्रियहरू पनि रहेका हुन्छन्। त्यस कारणले यी हाम्रा ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूद्वारा सदा सर्वदा शरीर हृष्टपुष्ट रहेर रोग व्याधि नाश भएर हामीले गरेका कर्म परिपूर्ण बनुन् है भनेर भगवती लक्ष्मीको स्मरण गर्ने 5 गते र 6 गते बिहिबार द्वितीया तिथि रहेको छ र यही द्वितीयालाई यमद्वितीया अथवा भाइटिका भनिन्छ। भाइटिकाको शुभ साहित्य रहेको छ 2082 सालको कार्तिक महिनाको 6 गते बिहान 6:09 सूर्योदय हुँदैछ। हजुरहरूलाई अति आवश्यक छ, टाढा जानुपर्ने छ। एकजना दाजु अथवा भाइलाई टिका लगाइदिएर अर्को दाजु अथवा भाइलाई टिका लगाइदिन पुग्नु पर्नेछ अथवा चेलीबेटीका घरमा जानुपर्नेछ। 2 ठाउँमा जसरी पनि पुग्नै पर्नेछ। हजुरले नपुग्यो भएको छैन भने हजुरहरूले बिहान 6:09 देखि पछाडि 7:33 को समयसम्म शुभ समय रहेको छ। यो 7:33 भित्रसम्म हजुरले टिका लगाउन सक्नुहुनेछ। सबैभन्दा पहिला बिहानको यो चाहिँ आवश्यक भएको, अत्यावश्यक भएको खण्डमा 7:34 देखि 8:57 सम्म रोग बेला भएका कारणले यो समयमा चाहिँ हजुरहरूले टिका लगाउने, आशीर्वाद दिने, आशीर्वाद लिने कर्म नगर्नुहोला, जसले हजुरलाई अत्यन्त गहिरो रोगहरू, मानसिक रोगहरू र अनेक प्रकारका शारीरिक समस्याहरू उत्पन्न गराउनेछ। त्यसै गरेर 8:58 देखि 10:21 सम्मको समय उद्वेग बेलाको रहनेछ। यो उद्वेग बेलाको समयमा हजुरहरूले टिका लगाउने कर्म गर्नुभयो, आशीर्वाद दिने कर्म गर्नुभयो भने हजुरको मन कहिले पनि स्थिर हुँदैन, शान्त हुँदैन। अनेक प्रकारका विघ्न बाधाहरू, अनेक प्रकारका झैझगडा, लफडा, उद्वेग भनेको मन कहिले पनि स्थिर रहँदैन। त्यसकारणले 10-21 समयमा पनि सकभर आवश्यक भए तापनि टिकालाई नलगाउनु अत्यन्त राम्रो मानिन्छ, नलगाउनु नै उपयुक्त हुन्छ। त्यसै गरेर 10:22 देखि 11:45 सम्म चर समय रहेको छ। यो चर समय भएका अवस्थामा लगाइयो भने पनि कुनै पनि चिजहरू स्थिर हुँदैनन्।
मनोमालिन्य हुने, वैमनस्यता उत्पन्न हुने, व्यावहारिक कठिनाइहरू प्राप्त हुने, छँदाखाँदाका सम्बन्धहरू बिग्रिने रहेका कारणले 11:45 देखि पछाडि 12 बजेको भित्रमा अथवा ठ्याक्कै 12:00 चाहिँ नबनाउनु होला। फेरि यदि 12 बजेभन्दा अगाडि 11:45 देखि 12 बजेको बीचको समय राम्रो लाभको समय रहेको छ। यो 12 बजे भित्रमा टीका लगाउन सकिएनछ भने पनि हजुरहरूले 1:09 लाभ बेला रहने भएका कारणले गर्दाखेरि 12:05 कटाएर 12:05 देखि पछाडि 1:09 को समयमा जति बेला पनि हजुरले आफ्नो दाजुभाइलाई टीका लगाइदिन सक्नुहुन्छ। आफ्ना दाजुभाइका हातबाट दिदीबहिनीहरूले पनि टीकालाई र आशीर्वादलाई थाप्न सक्नुहुनेछ। अब के गर्ने? 11:45 देखि सुरु गरेर 1:09 भित्र एक ठाउँ त लगाइयो। अब नजिकै रहेकी अर्की दिदीकामा गइएन भने दिदी रिसाउनुहुन्छ, नजिकै रहेकी बहिनीका दाजुका घरमा बहिनी पुग्नु भएन भने दादा रिसाउनुहुन्छ, भाइ रिसाउनुहुन्छ। के गर्ने त भन्दाखेरि हजुरहरूलाई 1:09 देखि पछाडि 2:33 को समय पनि अमृत बेलाको रहेको छ। त्यसकारणले 11:45 देखि पछाडि 2:33 सम्मको समय लाभ र अमृत बेलाको रहेका कारणले गर्दाखेरि 2:30 सम्म हजुरले टीका लगाउन सक्नुहुनेछ। र 2:30 भन्दा पछाडि 1 घण्टा 24 मिनट यानि 2:30 बाट 3:30 1 घण्टा र 4 बजेको समयसम्म अथवा 3:50 को समयसम्म चाहिँ कालबेला हुने भएका कारणले साँझको समयमा बरु 3:50 कटेर हजुरले 2:33 देखि 3:33 1 घण्टा 3:50 सम्म चाहिँ टीका नलगाउनु होला। र त्यस पछाडि मात्रै साँझको समयमा बरु हजुरले टीका लगाउनु भयो भने शुभ सामान्य समय रहेका छन् भन्ने दिव्य जानकारी यहाँहरूलाई प्रदान गर्दै गर्दै म ज्योतिष पण्डित लक्ष्मीप्रसाद भण्डारी पनि बिदा हुन चाहन्छु। भिडियो बनाउँदै जाँदा कतिपय त्रुटि, कतिपय कमीहरू भएका छन् भने कृपया कमेन्ट बक्समा राखिदिनु होला। ती भएका गल्तीहरूलाई सच्याउँदै बाँकी जानकारी दिन बाँकी रहेका कुराहरूलाई पनि म यहाँहरूलाई प्रदान गर्ने कोसिस र जमर्को गर्नेछु भन्दै बिदा हुन्छु। राधे राधे।